हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई आजको यस छोटो भिडियोमा स्वागत छ। आज हामी कसरी गुगल एडसेन्स अकाउन्ट क्रिएट गर्ने भनेर चर्चा गर्न गइरहेको छौं। त्यसैले आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सिम्पली एडसेन्स अकाउन्ट क्रिएट गर्नका लागि तपाईको डिभाइसमा भएको जुनसुकै ब्राउजर तपाईले ओपन गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ म मोबाइल डिभाइसबाट देखाउन गइरहेको छु। तपाईले आफ्नो डिभाइसको ब्राउजर खोल्नुहोस् र ब्राउजर खोलिसकेपछि तपाईले सिम्पली गुगल एडसेन्स भनेर टाइप गर्नु होला। वा तपाईले डेस्क्रिप्सनको लिंकको थ्रु पनि जान सक्नुहुन्छ। र सिम्पली यसमा तपाईले साइट देख्न सक्नुहुन्छ adsense.google.com र यसमा सिम्पली तपाईले क्लिक गर्नुहोस् र यु क्रिएट वी विल हेल्प यु अन भनेको छ र यस प्रकारको सिम्पल तपाईले साइटको इन्टरफेस देख्न सक्नुहुन्छ। र गुगल एडसेन्स अकाउन्ट क्रिएट गर्नका लागि तपाईले सिम्पली साइन अप बटनमा प्रेस गर्नुपर्ने हुन्छ र तपाईले साइन अप बटनमा प्रेस गरिसकेपछि तपाईहरुको डिभाइसमा लगइन भएको सम्पूर्ण जीमेल अकाउन्टहरु देखिन्छ र यहाँ सिम्पली तपाईहरुले चाहिँ कुनै पनि एउटा जीमेल सिलेक्ट गर्न सक्नुहुन्छ र जीमेल सिलेक्ट गरिसकेपछि केही टाइम लिन्छ र तपाईले चाहिँ इजिली एडसेन्स अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। र यसबाट चाहिँ हामीले अलरेडी एडसेन्स अकाउन्ट बनाएको थियौं र तपाईहरुलाई फेरि म लग आउट गरेर अर्कोबाट देखाउने छु। नो एडसेन्स अकाउन्ट भनेको छ र यसबाट चाहिँ म तपाईहरुलाई चाहिँ साइन अप गरेर देखाउने छु। हामीले कसरी चाहिँ एडसेन्स अकाउन्ट क्रिएट गर्न सक्छौं भनेर सिम्पली तपाईले एउटा जीमेल अकाउन्ट सिलेक्ट गर्नुहोस् र सिलेक्ट गरिसकेपछि यस प्रकारले खुल्छ। र यदि तपाईहरुको साइट छ भने तपाईले आफ्नो वेबसाइट बनाउनु भएको छ, ब्लग वेबसाइटहरु छन्, तपाईले सिम्पली आफ्नो साइट यसमा एड गर्न सक्नुहुन्छ। र साइट छैन भने आई डोन्ट ह्याभ अ साइट एटमा क्लिक गर्नुहोस् र त्यसपछि गेट मोर आउट अफ एडसेन्समा तपाईले यस सेन्ड मी कस्टमाइज हेल्प एन्ड परफर्मेन्स सजेसन भनेको छ र यसमा तपाईले चाहिँ नो आई डोन्ट वान्ट कस्टमाइज हेल्प एन्ड परफर्मेन्स सजेसनमा क्लिक गर्न सक्नुहुन्छ। र कन्ट्री अर टेरिटरीमा चाहिँ अब हामीले सिम्पली यसमा नेपाल सिलेक्ट गर्नुपर्ने हुन्छ र लिटल बिट स्क्रोल गरौँ र स्क्रोल गरिसकेपछि चाहिँ हामीले नेपाल सिलेक्ट गर्न गइरहेको छौं। यु क्यान सी हियर नेपाल र नेपाल सिलेक्ट गरिसकेपछि अब यहाँ हामीले चाहिँ प्राइभेसी पोलिसीलाई एक्सेप्ट गर्नुपर्ने हुन्छ। आई हेभ रेड एन्ड एक्सेप्ट द एग्रीमेन्टमा गरेर तपाईले स्टार्ट युजिङ एडसेन्समा क्लिक गर्न सक्नुहुन्छ। र यस प्रकारले तपाईले इजिली मोबाइल डिभाइसबाटै एडसेन्स अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। र तपाईहरुको साइट छ, ब्लग वेबसाइट बनाउनु भएको छ र विभिन्न कन्टेन्टहरु क्रिएट गर्नुहुन्छ भने तपाईले आफ्नो कन्टेन्टलाई मोनेटाइज गर्न सक्नुहुन्छ र वान अफ द गुड अमाउन्ट अफ इन्कम जेनेरेट गर्न